त्यो खोलाले खाऊ यस्तो खोल त हाल्ने गरे थिएन मैले अर्कै खालको लाउने तिमीलाई यो खोल छोल लाउन बाबुले सिकाका कस्तो खालको बाउ होला छोरालाई जेपिटी सिकाउने बाउ मैले एउटा देख मुख देखेको छैन अन्त पनि मुख हुन्छ भनेछ बाले डाक्टर भन्दा ठुलो हुनु मेरो बा बोलाउन त तिमी समाजसेवी हुनु मेरो बा भर्खर बिहे गरेकी बुहारी मर्री यसको पनि बुद्धि त रहेछ नि ए बेबी पखन पख मैले ल्याछु के केरा ल्याछु केरा ल्याछु केरा खाऊ न केरा खाने कस्तो केरा केरा भने कस्तो खाँदै केरा कि झप्री केरा कि तराईको कि पहाडको कि मधेसको कि लम्बे केरा भन्छ लम्बे केरा त्यसलाई लामो लामो हुन्छ त्यो केरा खायो त्यो टन्न आउँछौ हो फेरि यस्तो त हुँदैन नि अलि धेरै भयो समय भएपछि यस्तो 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 पनि हुँदा आउँछ त्यस्तो खालको केरा हो धेरै खायो भने एक दर्जन जति खायो भने यस्तो 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 भएर टक्क हुन्छ 9 महिना त फेरि ब्लास्टै हुन्छ फेरि केरा खाँदा कहाँ 9 महिनामा हुन्छ भने त्यो अर्कै खालको केरा हो नि त ल हेर पख बुझ्नु सुन्छ नि ट्या 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 गरेर आछ सोचेको 2 दर्जन जति खायो भने चाहिँ पेट टन्न केरा खायो भने डाइटिङ गर्छ ल हेर यहाँ यति लामो लामो केरा छ बाले लामो केरा खानुपर्छ बाबु लामो केरा खुवाइ बुहारीले भनेछ अब यो लामो केरा खाऊ त यो लामो केरा यो खोल नहालेको केरा त खाने गरेको एकछिन बेबी पख यो खोल पनि लिएर आएको छु खोल नहालेर खानु क्यान्सर होला नि मोरा भनेछ बाले यो बोक्रीसित खाने कि यो यतिकै होइन त्यसमा खोलाले खाने त्यतिकै होइन पख होइन ल यो खोलाले खाऊ यस्तो खोल त हाल्ने गरे थिएन मैले अर्कै खालको लाउने गरे यो मेरो केरामा खोल नहाली खानुहुन्न के हो यो खोल लाउनु म केरा समय चाहिँ मेरो केरामा हाल ल हैन क्या ल समात होइन म यो हाल्नु चाहिँ आउँदैन हैन यो खोल भनेको यस्तो खोल भनेको होइन मैले यो हाल्नु कसले सिकाएको यो बाले यसै ल्याउनु भनेको छ कि मेडल गरेर ल्याउनु खोल नहाली केरा खान नदिनु है बुहारीलाई ए भनेको छ बाले हैन त्यही भएर पहिला केरा खोल लगाइदिन्छु अनि अब तै पनि मलाई लाउनु चाहिँ आउँदैन फेरि किनेर मात्रै लिएर आउनु भनेको थियो के बाले भनेपछि तिमीलाई यो खोल छोल लाउन बाबुले सिकाका पहिले हालियो भने पख एकछिन है तिमीलाई जसले सिकाएको त्यही बाबु लिएर आऊ कस्तो खालको बाउ होला छोरालाई जेपिटी सिकाउने बाबु तिमीलाई क्यान्सर हुन्छ फेरि अरे ल खाइहाल्यो तेरी पख खान्न म त खोल नहाली खान्न तिमीलाई पनि खोल नहाली ल्याउनु भनेको थियो होइन यो यतै खाने खालको टेस्टी रहेछ अब तिमीलाई क्यान्सर हुन्छ है अब मलाई चाहिँ डर लाग्यो फेरि तिम्रो बाउलाई बोलाउ न पख भरे बोलाउँला अब अहिले कता जानु भएको छ केरा त मिठो रहेछ 2 दर्जन जति ल्याएको भए हुन्छ 2 दर्जन के कति जति खाइ नि खुवाइदिइहाल्छु नि म त्यो तिम्रो बाउ त नाना थरी गर्न सिकाउने बाउको थुतुनो हेर्नु पर्यो कस्तो छ बाँदरको जस्तो कि ढेँडो जस्तो कि बोलाउ न हमारको जस्तो छ नि मेरो बाउको थुतुनो बाँदर जस्तो हुन्छ अनि केरालाई बेलुन हाल भन्न बाउले पठाउनु त्यो बाउ बोलाउनु यहाँ यो सबैले चलाइरहेको हुन्छ नि अनि क्यान्सर लाग्छ अरे के क्यान्सर बुहारीले खुवाउँदा ए बाबु बेलुन हालिकन नखुवाइ भनेको छ के मलाई मुखबाट खाने केरामा क्यान्सर लाग्ने त्यो अरूतिर होइन मुखैबाट खाने हो कुन मुख भने हो मुख चाहिँ कति 2-3टा हुन्छ है बाबु भनेको थियो मलाई मैले एउटा मुख देखेको छैन अन्त पनि मुख हुन्छ भनेको छ बाले अन्त कता हुने हो खोइ ती बाउलाई बोलाऊ उसैलाई देखाइदिन्छु कुना हुन्छ मुख त भनेको थियो बाले कता कुना हो खोइ अर्कोमा लगेर अब खोलाएर खाने दिनु नदिनु म चाहिँ ओह खोलाएर खाऊ है ल्याउँछ है अर्को नि खान्न म खोलाएर त्यो बाउलाई बोलाउन तिमीलाई क्यान्सर पर्यो मलाई बाली गाली गर्नुहुन्छ मोरा खोल नहालिकन खान्दिस् बुहारीलाई केरा खाँदा भनेर बा कराउनु भयो भने बर्बाद केरा खाँदा क्यान्सर हुन्छ कुन चाहिँ डाक्टरले भनेको सबैले छोइरहेको हुन्छ अरे क्या बाउ डाक्टर हुन् डाक्टर भन्दा ठुलो हुनु मेरो बा बोलाउन त तिमी समाजसेवी हुनु मेरो बा अब केमा खोल हाल भनेको रहेछ भन्ने कुरा बुझिन मैले बाउलाई बोलाउ त बाउलाई यत्रो खोल चाहिँ केरा हाले खाएदेखि नि कस्तो हुन्छ खोल कति राम्रो हेर न यता ल्याऊ यहाँ मेरो छोरालाई हुन्छ यहाँ छोरालाई पनि केरामा हाले खाने हो के यता ल्याउ न भरे छोराले बेलुन जस्तो यस्तो खुलाउँदै हिँड्छ यार कस्तो खतरा छ त अर्को केरा खाऊ ल खोलाले खाऊ होइन खोला तिमीलाई एउटा बाउ चाहिँ बोलाउ न बाउ तिमीलाई एउटा केराले पुग्दैन क्या तिमी त धेरै केरा खाएर नि मान्छे पर्यौ ल ए यो केरा खाऊ के हाल यो सम्बन्धमा हालिदिन्छु सिलचुम ल्याऊ यसमा हालेर केरा खानु ए हेर यो लठ्याउरो र यो आमा यसका चर्तिकला तँलाई घर कति काम भने गाई बस्तु डुवा कराइराखेको छ त्यो लुगा धोएको र त्यतिकै छ ए बाबु म त यसो गैरी खेतमा गएर आएर धान हेरेर आउँछु भनेर गएको त्यो लुगा सुगा तिमीलाई धोइदियो भनेको थिएँ यसलाई खोला हाल भनेको थिएँ त्यो कमसेकम लुगा खोला हाल तपाईँले खोल चाहिँ यो केरामा हालेर खा भनेको कि केमा भनेको यस्तो यो के हो बता त्यो होइन मैले भनेर सिरक त्यो सुकाएको बिहान तिमीले धोएको लुगामा सिरौटासँग खोल हाल भनेको थिएँ यसलाई ओ लठेउरा के भनिस् बाउले भन्ने सिरानीमा खोलाल छोरो भने केरामा खोलाल भन्दै होइन त्यो पनि उसले राम्रै गर्छ यो लठेर पनि बुद्धि राम्रै रहेछ अहिले तराईबाट आउने केरा छ नि सबै त्यो मेटासिटहरू बिसादी हालेर ल्याएको हुन्छ भर्खर बिहे गरेकी बुहारी मर्री यसको पनि बुद्धि त रहेछ नि यसको बुद्धि रहेछ यो त बुद्धि मानिस लठेरो भए पनि
तिम्रो बुहारीले यहाँ खोल्ला अलि केरा खाइ भोलि यिनलाई क्यान्सर पर्ने खोज्छ राति अर्कै बिहे गरौँला छोड दे के को भेट्दै यस्ता लठेब्रा हजुरको छोराले भर्खर पाएको हो यही लठेर देखेर तँलाई मन परेर आयो हैन यही भयो पनि अर्किन यत्रो बुढा तँलाई त्यत्रो केरा खुवाउँदा खुवाउँदा चाहिँ यत्रो दिन मोटी बनाइसक्यो अझ पनि के खान खोज्छेस् के बा मेरो यस्तो राम्रो केराले मन परेन भन्छ नि हेर्नु न कति राम्रो छ कति राम्रो लामो छ हेर्नु यो मोटो छ अनि टन्न होइन खालको केरा छ उनीलाई मन परेन ए हो सुन्ने चित्त नदुखा हो नदुखा तिमी पनि त्यसो नभन हो उसले जे भन्छ त्यही मान्यौ न हेर तँलाई खोल त्यहाँ भनेन के आफूले नाति नातिना खेलाउन कत्रो धोको थियो म र केरामा चाहिँ खोल लाउनु पर्छ भन्छ मेरो त सपनै सकियो छ बाक्साला जाक गर त्यो गाई बस्थ्यो हेर ए नानी जाऊ त्यहाँ गाई चराउ तिमी कुवर खोल्दै भाग उठ